ब्लगरको लागि सर्ट इन्फर्मेसन लिएर आएको छु है। यहाँ हेर्नुहोस्, मैले जस्तै अहिले मेरो रजिस्टर्ड डोमेन हेर्न सक्नुहुन्छ। रजिस्टर्ड डोमेन भनेको मेरो छ maheshgupta.com.np है। एकछिन बुइज लुकअप होइन, यहाँ चेक गर्न सक्नुहुन्छ कुन डोमेन कसले ल्याछ, अनि यहाँबाट चेक भयो। अनि यहाँ जस्तै मेरो नाम छ होइन, मेरो डोमेन भनेको रजिस्टर्ड डोमेन यो भयो। अनि त्यसपछि मलाई चाहिनुपर्ने भनेको म एउटा डोमेन लिँदै थिएँ mahesh.com.np, maheshgupta होइन, mahesh.com.np मात्रै होइन, यो अलरेडी रजिस्टर छ। कसको नाममा रजिस्टर छ चेक गर्दाखेरि यहाँ महेश CHA भनेर महेश रेस्टरको नाममा रजिस्टर रहेछ है। यहाँ कन्ट्याक्ट नम्बरहरू पनि छ उहाँको होइन, म कन्ट्याक्ट गरेँ, कल आएन। अनि उहाँले यो वेबसाइट युज पनि गर्नुभएको छैन होइन, यहाँ हेर्न सक्नुहुन्छ। म हेरिदिन्छु mahesh.com.np होइन। ओके, यो वेबसाइट युजमा पनि छैन। सो म भर्खर अब यो आफ्नो बनाऊँ भनेर कन्ट्याक्ट गर्न खोजेँ। यो नम्बरमा कल रङ नम्बर भनेर है, कल पनि लागेन। अनि त्यसपछि नेक्स्ट भनेको यहाँ होस्टिङ कम्पनी भनेको यहाँ .com.np register.com.np मा कन्ट्याक्ट गर्न खोजेँ। यो फर्स्ट नम्बरमा कल गरेँ, कल त गयो, बट त्यहाँबाट के भन्नुभयो त्यही सोधेँ होइन। उहाँले रेजिस्टर गर्नुभएको छ बट युज गर्नुभएको छैन, के छैन कि त्यो डोमेन बनाउन मिल्छ आफ्नै। उताबाट रेस्पोन्समा त्यही भन्नुभयो, होइन मिल्दैन, जे छ त्यही हो, आफ्नो नयाँ एउटा मात्रै रजिस्टर गर्न मिल्छ, अब त मिल्दैन भन्नुभयो। द्याट मिन युज गरे पनि नगरे पनि एक्चुअली रजिस्टर भयो भने अरूले लिन पाउँदैन, त्यस्तो रहेछ सिस्टम। ओके, थ्याङ्क यू।